वेलकम बैक टू माई न्यू भिडियो। यो चाहिँ डे सेकेन्ड थियो, 20 गतिको यो भ्लग हो अनि मैले बल्ल पोस्ट गर्दैछु। अनि हामी चाहिँ घर आइसकेको थियौँ अनि मैले ड्रेस चेन्ज गरिसकेको थिएँ आइसके पनि। अनि फेरि म फेरि यो भ्लगमा चाहिँ भाइसँग राख्नु खेलिरहेको आऊ भनेर राख्नु किन खेलेको भने त राख्नु खेल्ने हुन्छ आउट हुन्छ त्यसले गन्ने अनि तँ चाहिँ लुक्ने अनि त्यही हामीले भेटाउनेवाला हाइड एन्ड सिक खेल्छ भनेर दुईजना मात्रै आउने बित्तिकै हाइड एन्ड सिक खेलेर बसिरहेको थियौँ। अनि त्यही भएर हामी त्यो दिनमा यति डुले केही कुरै नगर्नु यति डुले कि गाइजहरू म। अनि मलाई एकदम धेरै भ्लगहरू टन हालिरहेको छ, तर मेरो बहिनीको बर्थडेको भ्लगै हाल्न पाएको छैन। झन् सुरुको भ्लग त यो बर्थडे हाल्न पाएन, त्यतिखेर मेरो एक्जाम पनि चलिरहेको थियो, बट त्यही भएर पनि होला के भएर थाहा भएन हाल्नै पाएको थिएन मैले चाहिँ। बट अझ केही भएन, हेर्नु है त। अनि हामी सबैतिर डुलेको यति थाकेको होइन म त्यो दिनमा। गाइज अब हामी चाहिँ गयौँ डुल्न जाने भनेको थियौँ, सो मैले घरमा देखाइसक्छु नि मेरो बहिनीसँग कुरा गरेर बसिरहेको थिएँ, त्यही भएर पनि होला एकदमै धेरै म छिटो बोलिरहेको छु गाइज। मलाई छिटो भोइस रिकर्ड गरेर अर्को भिडियो फेरि 1 मिनटको भनेर अनि फेरि म बिहानै उठेर पनि फ्रेस भएर पनि मलाई चाहिँ रोटी र साग खाएको थिएँ। सो अरू भ्लग चाहिँ हाल्नु पाएन, रोटी साग अनि दुध खाएको थिएँ। अनि त्यसपछि म खाइरहेको भिडियो पनि बनाइरहेको थिएँ। एकदम भुतुनी भएको थिएँ, मलाई कपाल खोलेको थियो नि त्यो दिन, त्यही भएर पनि होला। अनि अहिले नेट पनि आएको छैन, त्यही मेरो भाइले नेट आहा भनेर सोधिरहेको छ नेट आएको छैन। अनि मैले त्यही रोटी पनि तुरेँ अनि फेरि अब तुर्न आँटेको छु, तुरेपछि चाहिँ मेरो हजुरहरूलाई भन्छु कतिको तुरेँ भनेर। मैले त्यो कुरा पनि मिठै लागिहाल्छ, म गाउँमा घुम खाइदिइहाल्छु, त्यही भएर त म मोटी छु घरमै। अनि त्यही म खाइरहेको छु मिलिरहेको छु दबाइरहेको छु। सो अनि मेरो इन्स्टाग्राम आइडी अनि फेरि टिकटक आइडी मैले फलो गर्न होला गाइज। त्यही हो म त भ्लग बनाउँदा इन्स्टाग्राममा टिकटकमा, बट अल्सो फलो गर्नु होला गाइजहरू। म एकदमै पुवर छु इन्स्टाग्राममा चाहिँ अन्त धेरै टिकटकमा अनि मम्मीको टिकटक पनि त्यही भएर। अनि फेरि टिकटकमा चाहिँ धेरै फलोवर्स अनि त्यसपछि युट्युबमा बल्ल मैले हिजोबाट इन्स्टाग्राम चलाउँदैछु, त्यही भएर इन्स्टाग्राममा जम्मा 68 फलोवर्स छ। हजुरहरूले फलो गर्नु न मलाई इन्स्टाग्राममा गाइजहरू। इट्स नन्ता छ अनि फेरि टिकटक आइडीको नाम चाहिँ पूजा अन्त चाहिँ पिङ्क कलरको कुर्ता। अनि इट्स नन्ताकोमा चाहिँ कुनै खै के फोटो राखेको छु, पाहाडको राखेको छु कि होइन त्योवाला डिलिट गरेको मैले। धेरै फलोवर्स जम्मा 9 फलोवर्स थियो, त्यही भएर मैले त्योवाला डिलिट गरेर यो चाहिँ मैले इट्स नन्तावाला राखेको छु। अनि फेरि हामी चाहिँ सुत्न आएको छ म र पिस्सो मेरो भाइ फेरि अब हामी जान्छौँ सुत्छौँ गाइज। सुत्छौँ मतलब त्यहाँदेखि पल्टेको क्या त्यो होला। अनि लाइक म चाहिँ लुकामारी खेल्न आएको बल्ल याद आयो, लुकामारी खेल्न आएको म त्यहाँ लुकेको थिएँ, यति खोज्यो अनि बल्ल आमाले भनेर बल्ल आएको थियो त। ए मैले भाइ भनेर म चाहिँ यसरी आउनुपर्छ कि गाइजहरू। मलाई त्यसरी त आउन मन लाग्दैन, बिकज म सक्थेँ कि हिँड्ने तलबाट आउन, मेरो हाइट ठुलो छ त्यही भएर म त्यहाँ ठोक्किहाल्छु, त्यही भएर म यस्तरी बसी आउनुपर्छ त्यही हो। अनि हामी फेरि घुम्न चाहिँ बारीमा गएको थियौँ। मेरो हेयर ब्यान्डलाई चाहिँ इग्नोर गर्दैन होला, जहिले यस्तो परेको हुन्छ कि मेरो हेयर ब्यान्ड चाहिँ हामी बारीमा आएर धेरै फोटो खिचेर अनि किम्बु पनि युज गरेको थियौँ मेरो कपाललाई हेर्नु, मेरो हेयरलाई हेर्नु, मेरो हेयर ब्यान्डलाई हेर्नु। त्यहाँदेखि त्यसपछि बटाउँछ सर्दिने इग्नोर गर्दैन। मेरो टिकटकमा पनि कति धेरै भिडियो राख्छु मैले, त्यस्तो कति धेरै छ, अझै पनि धेरै गराइदिनु न छिटो